अति एक्सट्रिम लेभलको अप्ठ्यारो यार। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल बिसिआरआर भ्लग। र अहिले चाहिँ म बाहिर निस्किसकेको छु। आज चाहिँ घुम्न जान लागेको म कता हुन्छ हेर्दै जाउँ। अहिलेलाई चाहिँ साथीहरूलाई भेट्छु। म साथीहरूलाई भेट्नको लागि ट्याक्क म कहाँनिर भनेदेखि ग्वारकोमा भेट्छु साथीहरूलाई। अनि ग्वारको पछि साथीहरूसँग भेटेर निस्किन्छु है। र भिडियो अन्तिमसम्म हेरिदिनु होला। भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। च्यानललाई सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब पनि गरिदिनु होला है त गाइज। र म अहिले ठ्याक्कै बालकुमारी कटेको थिएँ। बालकुमारी कट्ने बित्तिकै एकजना बुवाले मलाई हात दिनुभयो र लिफ्ट माग्नुभयो र मैले उहाँलाई लिफ्ट दिएँ। उहाँलाई लिफ्ट दिएर म जाँदै थिएँ। उहाँले अब कहाँसम्म तपाईँ जाने हो त्यहाँसम्म मलाई छोडिदिनु न भन्नुभयो र मैले त्यहाँसम्म छोडिदिएँ। र उहाँलाई अलिक अप्ठ्यारै परेको रहेछ, त्यसैले मैले उहाँलाई 150 रुपियाँ सहयोग गरेँ। उहाँलाई गाडी भाडा चाहिएको रहेछ। त्यस पछाडि म यहाँबाट अब लाग्छु। उहाँलाई सहयोग गरेर त्यो खुसी लाग्यो, उहाँलाई सहयोग गरेर उहाँ बुवालाई। अब यहाँबाट निस्केर म साथीलाई भेट्छु। साथीलाई भेटेर त्यहाँपछि हामी निस्किन्छौँ। अहिले चाहिँ म ठ्याक्कै ग्वारकोबाट निस्किसकेँ है गाइज। ग्वारकोबाट निस्किने बित्तिकै ठ्याक्कै यहाँ मैले साथीलाई भेटेँ र हामीले बाइक साथीले चलाएर म त्यस पछाडि बसेर रमाइलो गर्न थालेँ है त। हेर्दै गर्नु होला भिडियो। नटरङ्गेश्वर महादेवको मन्दिर भएतिर बाटो छुट्टिएको छ। यतातिर लागिरहेछौँ। अगाडि यत्रो ठुलो टिप्पर चलिरहेछ। टिप्परलाई ओभरटेक गर्नुपर्ने हुन्छ हामीले। ओभरटेक नगरे गाह्रो हुन्छ। ओभरटेक गर्यो अघि भर्खर फेरि अर्कोचोटि आउनुपर्छ मेलमिलापको लागि। कति माथि रहेछ हौ?
पाए अर्को छ नि त हाम्रो त होइन दुईजना मान्छेलाई ड्याङ हान्ने मान्छे पनि चाहिँदैन होइन भिडियो गर्नुपर्छ भनेर ड्याङ हान्ने मान्छे फेरि उहाँले हो अघिसम्म चाहिँ होपलेस हुनुहुन्थ्यो अहिले अलिकति मुड फ्रेस भइरहेछ उहाँको होइन फुटका ढुक्का भयो क्या त यहाँ थियो यार त्यही भएर पनि त्यस्तो दाइ तपाईँ खाइहाल्नु त यार दाइ तपाईँ पनि खाइहाल्नु त के अरे उतातिर कस्तो पोल्यो यार यो भेज त उपरै भेज भयो त आज फेरि यहाँ कहाँ मन्दिर जाने ठाउँमा अनि कहाँ त्यो त भातै नखानु पर्ने दाल त फेरि एकदम दामी रहेछ नि ल यो दाल चाहिँ खाइन्छ लोकल हो नि त फेरि समझ रहे हो लोकल हो भात खान्छु म त बढी हुन्छ यो भात सागबाजी खाएर यो खाने हो यो खाँदै खाँदै जान्छौँ हामी म बोक्छु यो तपाईँ बाइक चलाउनु म बोक्छु पछाडि पछाडि के हो यो हिजो किनेको मैले आज लानेको छ यति मात्रै लिएर जाउँ भनेको होइन यतिमा 14 त दुईटै राखे हुन्छ त छ त सो गाइज अहिले चाहिँ हामी खानासाना खाएर टक्क रेस्ट गरेर एकछिन निस्किसकेको छौँ लटरम्मेश्वर महादेवको मन्दिरतिर जाँदैछौँ हामी अब आधी घन्टा जति बाइकमा त्यस पछाडि फेरि हाइक गर्नुपर्छ चलाउँ एक त ओर्ला त साँच्चै अति अप्ठ्यारो छ यार म लगिदिउँ खै ए अब यहाँबाट मै चलाइदिन्छु गाडी बस्नु के भयो सो गाइज अहिले चाहिँ हामी उकालो हिँडिरहेको छौँ बाटोमा छौँ हाम्रो त मोटर लाग्यो नि त मोटर लाग्यो है मोटर तपाईँहरूले मोटर ब्लग यस्तो गरिन्छु भनेर है ड्युराइल त उकालोमा चलाउनै सक्नु भएन मैले चलाइदिएको त्यही भएर फेरि बाटो यस्तो छ नि त के पर्यटकीय स्थल भन्ने होइन यस्तो यस्तो ठाउँहरू मान्छेहरू आउने गर्छन् त्यही मध्ये मान्छे चाहिँ हाइकिङ गर्नु आइरहेका छन् हामी चाहिँ त्यसरी नै हामी चाहिँ यहाँ डुल्न आइरहेका छौँ बाइकिङ मोटो ब्लग गरिरहेको छ आउनु पर्ने रहेछ बरु उतिनीहरूलाई भर्खर आइरहेको रहेछ कि हामी भात खाएर रेस्ट गरेर आएछ यसो घडी हेऱ्यो रिग्रेट भयो होला तिनीहरूलाई त छक्का बेकार फर्केर आएर भात खानु आउँछु भनेर कुराहरू अब चाहिँ हामी फेरि पनि निस्किसकेका छौँ होइन हेर्दै गर्नु होला तपाईँहरूले बिसिआर ब्लग कस्तो लाग्छ तपाईँहरूलाई प्रतिक्रिया जनाउन सक्नुहुन्छ फिडब्याक दिन सक्नुहुन्छ होइन
त्यो एक्सट्रिम लेभलको अप्ठ्यारो यार अफरोड यार अहिले चाहिँ हामी एकदमै खिच्ने हेर्नु सो अहिले चाहिँ हामी यहाँनिर लटरम मेसोरमा आएको दर्शन गर्न आएका छौँ यहाँबाट ठ्याक्कै 1 घन्टा लाग्छ यहाँबाट ठ्याक्कै हिँडेर 1 घन्टा लाग्छ 1 घन्टाको बाटो त हामी बाइकमा आइहाल्यौँ अब 1 घन्टा जति लाग्छ ट्याक्क रमाइलो हुनेवाला छ एकदम नेचुरल हावा कस्तो मिठो हावा चलिरहेको छ डाँडामा छौँ अहिले हामी अझ योभन्दा माथिको डाँडामा पुग्छौँ भिडियो हेर्दै गर्नु होला तर हाइकिङको मजै छुट्टै छ क्या हिँड्न नसके पनि त्यस्तै हुन्छ होइन त्यही भएर हामी यस्तो गरेर त्यही भएर त्यस्तो गरेर त्यस्तो गरेपछि त्यस्तो हुन्छ त्यही भएर हामी त्यस्तो गरिरहेछौँ है हो तपाईँले देख्न सक्नुहुन्छ यस्तो छ रमाइलो ठाउँ लटरेम्बेश्वर महादेव की जय पुरा यो बाटो आयौँ हामी यो बाटो हिँड्दै हिँड्दै अब यहाँबाट चाहिँ हामी यहाँबाट चाहिँ अब हामी हिँड्दै हिँड्दै जान्छौँ हाइकिङ गर्छौँ फेरि एकदम दामी ठाउँमा आइपुगेको छौँ हामी अब यहाँबाट त पुरै हाइकिङ ट्रेल नै छ होइन देख्न सक्नुहुन्छ तपाईँहरूले बाइक यहाँसम्म ल्याएको छ अरूले चाहिँ हामीले यस्तो राख्यौँ यस्तो बाटो जाने भिडियो खिच्नु होला यसो जति हेर्नु लौरो टेक्दै समुद्र भाइ मेरो पसिना धेरै आउँछ क्या हेर न पसिना शुद्ध पसिना पानी सक्दियो यार दाइ अहिले त भन्नु ठाउँ छ होला गरौँ न बरु आज मलाई चाहिँ म बाइक एक्सिडेन्ट भएको थियो झन् लटरम्बेश्वर महादेवले कृपाले चाहिँ बाँचियो एन्ड अहिलेसम्म दर्शनको लागि हिँड्न सकिरहेको छु म है त्यही ठुलो कुरो हो मेरो लागि त
अलिकति जोस आथ्यो यो होला अहिले खतम लाग्यो त्यता सर्टकट पहिलेको बाटो थियो होला त्यो भत्केर यताबाट बनाएको मरे हजुर दाइ ए हजुरले कल गर्नु भएको थियो थाहा नै भएन यो मै देखाउँला हामी आउँछौँ देखाउँला यस्तो गरौँ न ठ्याक्कै हामी बेलुका फर्किन्छौँ होइन त्यो हाम्रो एउटा वर्कसपै छ कि हाम्रो आफ्नै त्यहाँ पुरै सर्भिसिङ गराइदिउँ न त हेरौँ न त हजुर 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 बिल छ होइन हजुर हुन्छ त्यो 2250 हजुर 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 ए हुन्छ हुन्छ त्यो त केही भयो फरक पर्दैन हजुर हजुर बन्द भयो हजुर ए हजुर ए अनि हजुर फेरि अर्को ताल यता यता शनिबारतिरै फर्किनुहुन्छ होला नि उता चाँडो भयो भने हजुर 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 त्यसो गर्नु बेलुका बेलुका पहिला तपाईँ अहिले दिउँसो अब बाइक एकताल देखाउनु होइन ए हस् हस् हुन्छ हुन्छ दाइ हुन्छ दाइ हजुर 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 त्यो त हो नानीको त हजुर 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 हुन्छ हुन्छ सँगै जाउँ फेरि एक्लै दिँदैन सँगै आउनै पर्छ कि त्यही भएर सँगै जानै पर्ने हुन्छ हामी हुन्छ हुन्छ दाइ हुन्छ ल हस् दाइ हस् ल दाइ अब नआउने हामी शनिबार मात्र मिल्यो भने मेरो यहाँ मनी प्रोजेक्टको काममा हिँडिरहेको छ भन्नु न प्रोजेक्टको काम शनिबार आउनुपर्छ कि शनिबार के दाइ टाढा जाने नि के भयो त अनि यार उसलाई राख्नु पर्यो थियो होइन बिलबुक त्यहाँ हामी पाक्छ भनेर अब दिन जाने टाइम मैले त भाग्दैन थियो नि माथि कापन छ यहाँबाट कति चाँडो छ कति लाग्ला लाग्ला नि अब कति 1 घन्टा जति लाग्छ बरु 5 मिनट भन्दै हुन्थ्यो 1 घन्टा भन्दा सातै भयो मुखो पनि 1 घन्टा हो यहाँ हो होला त्यसो भए त हाम्रो माथि छौँ नि त्यहाँबाट 1 घन्टा भन्छ यस्तो मान्छेहरूको 1 घन्टा रहेछ हाम्रो लागि त 20 मिनट भन्दै हुन्छ होला अझै हामी आधी बाटो आइपुग्यौँ अझै 1 घन्टा बाँकी छ अब कति बेर लाग्छ हामीलाई जाँदा माथि पुग्दा ओ माई गॉड 0 घन्टा भयो अब त्यसो नभन त्यस्तो भन्नु भन्नु न त्यसो जाने हुँदैछ जाने पर्छ जाने आज यार ए हजुर थ्याङ्क यू है सिस्टर ए 10 बजे हो त्यसो त 1 घन्टा अहिले कति बज्यो 1.5 घन्टा जस्तो लाग्छ फिल्ममा चाहिँ अझै 1.5 घन्टा लाग्छ थ्याङ्क यू 2-3 बोतल पानी बोक्नु पर्ने रहेछ है माथि छ अरे 1 घन्टा पछि आउँछ अरे बोक्नु अनि कसरी बोक्ने एउटा बोतल बोक्न त गाह्रो भइरहेछ त्यहाँ 2-3 बोतल 2-3 बोतल टेम्पोररी हो क्या मुला जम्मा गरेको पानी गयो कहाँ भरिरहेछ कहाँबाट चाहिँ पानी आइरहेछ भरिरहेछ भने तिमी यहाँ यस्तो हो क्या पाइप जहाँबाट गएको छ त्यहीँबाट आइरहेछ कि त्यो यस्तो हो कि यस्तो के छ त होइन माथिबाट चाहिँ होइन कि तलबाट बोकेर ल्याउनु पर्छ मात्र अन्त तिमीहरू गयो नि त तल यसको लागि त हो नि ए हो तिमीहरूले त त्यहाँबाट पानी खराउनको लागि बोक्न गयो अस्ति गाह्रो रहेछ है तिमीहरूलाई त काम
अब कता है टाढा छ आधी घन्टा थ्याङ्क यू फ्याला नि फ्याला ल धन्यवाद दिदी रमाइलो भइरहेछ दिदी माथि रमाइलो छ ल है दिदीले चाहिँ हामीलाई एकदमै खुसी दिनुभयो अझै जानु बिस्तारै जानु 1 घण्टामा पुगिन्छ ल बिस्तारै जाने हो बिस्तारै जानु मजाले पुगिन्छ जानु आनन्द हस् अब त मलाई दौडी नै मन लाग्यो नि लट्ठी ल्याउनु त यार भयो त्यतिसम्म पनि नहुँदैन त्यो लोरो होइन त्यो ल ल जाऊ त लोरो हामी डाँडा आइपुग्यौँ टक्क लाएर पानी खायौँ 12 बजे पुगेनौ त 12 बजे आइपुग्यौँ हामी होइन ठ्याक्कै 12 बजे है हामी 12 बजे पुग्छ भने नि त 12 बजे पुग्यो नि त यहाँसम्म अझै बाँकी छ एउटा डाँडा पुग्यौँ होला अर्को उतै हो क्या अर्को डाँडा अर्को डाँडा त त्यहीँ रहेछ खोइ त्यही मन त खोइ ऊ त्यही हो कि मान्छे जान्छ कति मिनेट लाग्ला ऊ त्यो यहाँबाट हामीलाई 10 मिनेट हो कस्तो डाँडा मजा यस्तो छ कि सल्लाह सिधै छ अब त सिधा ऊ त पुगेर तल झर्ने अनि ऊ पारी देखाएर जति बाटो त त्यो बाटो के ऊ त्यो ए बाटो उतै हो हजुर त्यो मान्छे हिँडिरहेछ नि त्यहाँसम्म पुग्नुपर्छ हामी अब डाँडामा चढिसक्यौँ आइपुगिसक्यौँ हामी एउटा डाँडा कट्यौँ अब अर्को डाँडा आउनु बाँकी छ यहाँनिर हामी टक्क पानी खायौँ होइन पानी चाहिँ बोक्यौँ है पानी त बोक्ने नि हो दुधै बोक्नु एउटा हालेर बोक्यौँ थाप्ने ठाउँ छैन क्या एकै ठाउँमा राखेर थाप्ने ठाउँ छ त पानी थाप्नु छैन तलबाट बोकेर ल्याउनु पानी यहाँ थाप्ने ठाउँ है तलबाट किन बोकेर माथि ल्याउँथ्यो यस्तो कामको लागि त बोकेर ल्याउनु अब चाहिँ हामी यहाँबाट बाटो लाग्यौँ पानी सानी पनि खाइयो अब चाहिँ अलिकति सजिलो छ कि भनेको बाटो तर उकालेर छ नि उकालेर छ नि अब अलिकति सजिलो अप्ठ्यारो सजिलो हुने एक लेभलको 700 आइसक्यो जे होस् एक लेभल पार गऱ्यौँ अब अर्को एउटा लेभल पार गर्नु छ अनि त्यसपछि हामी आइपुग्छौँ भिडियो यहाँमा भइराख्नु होला भिडियो हेर्दै गर्नु होला अहिले चाहिँ यहाँनिर दामी ठाउँ आइपुग्यो दामी हावा चल्दो रहेछ यहाँनिर मात्रै हावा चल्ने ठाउँ आइपुगेको छ हामी चाहिँ अहिले जानलाई अहिले म बाटोमा छु यस्तो छ बाटो अप्ठ्यारो छ डर लाग्दो छ डर लागिरहेछ
शम्भु कैलाशपति किले त्यही भन्ने हो हिसाबले अब सकेको हो यति हो अझै हिँड्न मन लाग्यो यार हामी यहाँनिर कहाँ आइपुगिसक्यौँ भनेदेखि लटरम्बेश्वर महादेवको दर्शन पनि गरिसक्यौँ अहिले चाहिँ यस्तो छ तपाईँले देख्न सक्नुहुन्छ लटरम्बेश्वर महादेव दर्शन भइरहेछ हाम्रो धेरै मेहनत पछि 1.5 घन्टा जति हिँडेर अनि बल्ल आइपुग्यौँ हामी ठिक छ अलिकति दुःख त गर्नु पर्यो नि भगवान्को दर्शन गर्न त्यति सजिलो कहाँ छ र होइन त्यही भएर भिडियो हेर्दै गर्नु होला है अझै पनि तल पनि अझै सतीदेवीको के थियो भन्थ्यो लट्टेश्वर कि समथिङ के छ अरे तल त्यहाँ पनि है त्यहाँ पनि हामी गएर हेर्छौँ भिडियो हेर्दै गर्नु होला स्टे ट्युन अहिले चाहिँ हामी लटरम्बेश्वर महादेवको टक्क तल आइपुगेका छौँ दर्शन गर्न आइपुगेका छौँ गुफामा एकजना त पसिसक्यो बाँकी 2जना केटाहरू पस्नु बाँकी छ दर्शन गर्नलाई